तुरुन्तै अहिले हेर्दा हेर्दै अँध्यारो भइसक्यो पुरै। अघि देखिरहेको पनि थियो, अहिले केही देखिरहेको छ। मान्छे बराबर 500 रुपियाँ। सो 4 जनाको 2000 यहाँ। सो हेलो एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आज त्यसै केटाहरू हामी 4 जना दाजुभाइहरू मिलेर त्यसै प्लान बनाएको घुम्ने होइन। सो भेरेटार घुम्ने प्लान छ, त्यहाँ जाने प्लान छ। सो ठिकै छ, किनकि अब पर्वको आज दोस्रो दिन, ईदको दोस्रो दिन छ। वर्षमा एकचोटि आउने होइन, अनि जाम्नु भनेर दाजुभाइहरू मिलेर। के छ खबर हजुरहरूको? सबै सन्चै हुन्छ होला भनेर आशा छ। हामी लोकीबाट चाहिँ इठोरी हुँदै सिधै धरान भेरेटार जाने प्लान। के देखिन्छ, के भेटिन्छ भेरेटारमा। म त गएको छुइनँ, फर्स्टचोटि हो मेरो। भिडियोमा बनिराख्नु होला, भिडियो हेर्दै गर्नु होला। अगाडि ट्रक आयो, निस्किनु पऱ्यो। अहिले चाहिँ गहुँ र मकैको सिजन छ है। हरियाली पुरै, रोडको साइड बाटोको साइडमा हरियाली देखिन्छ पुरै राम्रो। सो अगाडि चाहिँ हाम्रो 2 जना भाइहरू, मामाको छोराहरू आफ्नै एनएसमा, र मेरो चाहिँ डोमिनार। चल सो यहीँनिर 12 बजिसकेछ। नन स्टप त गइँदैन, रोक्दै होइन, फोटो सुट गर्दै जाने हो। कति टाइम लाग्छ हेर, त्यो अपडेट दिइराख्छु। आज गाडीहरूको पनि भिडभाड त्यस्तै छ यार। सबै छुट्टी, ईदको पर्वको सबै छुट्टी मनाउँदैछ होइन सबै। अब कता जाने घुम्ने, त्यही भएर आज भिडभाड नै छ। अब उता कतिको भिडभाड छ। मार त कानमा सालाका, अगाडि जामे टिट कर भोसडी गए। यहाँनिर बेरियर चाहिँ यो सिटी वालमा सालाहरू ट्याँ गरिरहन्छ। आम्मा के हो सब मिया भाइहरू मात्रै आज भिडभाड देखिन्छ। हैं?
मियाँ भाइ सब मात्रै भिडभाड देख रहे जता तता मियाँ भाइ सब के भएको जाम यत्रो लाइनमा एक लाइनमा कुरे गाडी जाम भएछ त यार भिडभाड अब कति भाडामा जाँदै होला होइन अनि त्यस्तै हो लौ 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 अरे भारबटेनीमा त मेला लगाइदिएको छ आमामा। यत्रो भिड छ त यहाँ त मेला धुलो पनि त्यस्तै अँ म रफ त कहिले कुदाउँदिनँ सो अब कुनै कुनै बेला त्यस्तै परेको हुन्छ है म रफ कहिले कुदाउँदिनँ किनकि रफ कुदाएको राम्रो पनि होइन रफ कुदाउने बानी पनि छैन मलाई क्या कुनै कुनै बेला त्यस्तो भइहाल्छ सो ठिकै छ आम्मामा के साह्रो भिड गाडीहरूको त जाम भइसक्यो भिड सरी आम्मामा सिटीमा सिटीमा यत्रो मान्छे बसाएको रहेछ सिटी गाली गर्दै कराउन थालेछ कि कत्रो मान्छे बसाएको भनेर आम्मामा धुलो यार हाँ वैसे ही सो इठरी सो इठरी यो गोलचोक अब इठरीदेखि देब्रे लागेपछि सिधा धरान धरान रोड है यो चाहिँ इठरी ट्राफिक चोक यत्रो धुलो रहेछ एकैछिनमा धुलो धुलो भने सो इठरी र धरानको रोड फरक पर्छ बस बस बाङ्गो चल्यो पुरा बाङ्गो भइसकेछ यो बस सो यो चाहिँ इठरी र धरान बिचको जङ्गल एरिया अनि पार्क एरिया है अहिले यहाँ यसले यो भाइरल छ फोटो सुटमा
पुरै टिकटक टिकटकको रिल्स होइन पुरै भाइरल, जहाँ जेको पनि भाइरल बनेको हुन्छ त्यस्तो छ। सो अब धरान छिरिसक्यौँ यहाँबाट चाहिँ। यो धरान चाहिँ यहाँबाट धरान देखियो, मतलब धरान एरिया पुग्यो। बजार एरिया त्यहीँबाट, चोक एरिया त्यहीँबाट देखिन्छ नि त। धरानको मेन यो बजार एरिया छ होइन, अनि कस्तो साङ्ग्रो हो नि, त्यहाँनिर मेन चोकमा क्या पुरा गाडीहरू चाहिँ सब जाम भइहाल्छ। यहाँदेखि चाहिँ अब जाम परो, यहाँदेखि पुरै अब गाडी यस्तो हुन्छ, अब के गर्नु। ए हेलमेट बिना यता जहिले यस्तै यस्तै, यता जहिले यस्तै। कतै कतैबाट त निस्किनु पर्यो नि, कुना कुनाबाट। हो यस्तो यहाँबाट निस्किन्छ पुरै यहाँ जाम, कस्तो नि। यता स निक्लो, यहाँ यता पुरै जाम। धरान ओक्लक टावर। यो गोल चक्कर। अब यहाँदेखि होइन, यो गोलचोकदेखि अलिक परसम्म एकतर्फी बाटो मात्रै छ है। म एकचोटि झुकिएको थिएँ यहाँ आएर, यहीँ त फर्क्यो, यहाँ ट्राफिकले रोकिहालेछ। फर्स्टचोटि थाहा भएन भनेर भनेको, अनि फुल ट्राफिकले मान्नुभयो अनि छोडिदिनु भयो क्या। तर यो एक लाइन बाटो क्या, एकतर्फी बाटो रहेछ। यहाँबाट फर्किन चाहिँ मिल्दैन, उता अर्को बाटो चाहिँ भित्रबाट निक्लिनुपर्छ। ल ल, एउटा खुट्टा गयो यसको, कसले हानिदियो होला। ए यताबाट आउनुभयो भने यहाँबाट भित्र छिरेर अनि फर्किनुपर्छ। यो बाटोलाई, यो लाइन फर्किनु मिल्दैन, त्यस्तै हो। सो यहाँदेखि चाहिँ राइट दाहिने लाग्नुपर्छ है, यहाँ चाहिँ नझुकिनु होला। यो चाहिँ अर्कै बाटो, यो यहाँदेखि चाहिँ सिधा भेरेटार है त। यो सम्झिनु होला, यहाँनिर एउटा सानो गल्चोक, सानो टर्निङ छ।
अब यहाँदेखि सिधै माथि माथि नै र पहाड नै पहाड, तर यता पानी पऱ्यो भने त बर्बाद हुन्छ। पानी नपरोस्, चिसो चिसो लाग्न थालेछ। तर जे होस् दानको बाटो चाहिँ राम्रो बनाएको छ यार, एकदम क्लिन क्लियर। अब माथि कस्तो छ, माथि जाँदा जाँदै थाहा हुन्छ है, राम्रो छ त। अँ, यहाँ नि पेट्रोल पम्प भेटिहाल्छ, पेट्रोलका लागि टेन्सन नै हुँदैन। राम्रो बनाएको रहेछ, पर्फेक्ट। वाह, यहाँ बाटो देखिएन, यस्तोमा मिस्टेक चाहिँ गर्नु हुँदैन है, यस्तोमा जबस्ती चाहिँ गर्नु हुँदैन, किनकि अगाडि बाटो भेटिएन अनि यहाँ जबस्ती। अरे के भयो, ढ्याङ ढुङ गर्दैछ यार बाइक त। यस्तोमा जबस्ती गर्यो भने त आफ्नै ज्यानको खतरा छ है। है, यहाँनिर जाम भइसक्यो। यताको बाटो सानो छ नि त, त्यही भएर जाम भइसक्छ। यहाँनिर अब यहाँदेखि फेरि तल तल जानु चाहिँ आफै 50 कट छ यार त्यहाँबाट त आफै। के भएको यो पहिरो झरेर फेरि के, अब पानी यता पर्न थाल्यो भने त बवाल हुन्छ हेर्नु सर। यतिकै अड्किन्छ होला यति। भाइहरू पछाडि नै अड्किहाल्छन्। के गर्नु। मूल घाट 27 किलोमिटर बाँकी, 27 किलोमिटर बाँकी। मूल घाट भनेको खोइ कहाँ हो त्यो, मलाई नि थाहा छैन। कहाँ स्काई वाल ब्रिज कता है, स्काई वाल ब्रिज।
हाम्रो नेपालमा के अरे तराई एरिया चाहिँ कम्ती छ होइन थोरै मतलब पब्लिक एरिया त्यो मेन नर्मल हाइवे एरिया अनि पाहाड चाहिँ धेरै छ ऊ यहाँ त कुहिरो लागिसकेछ त यता त चिसो छ र त नि हावा चिसो हावा धन्न ज्याकेट र यो लगाएको छु यार बबाल छ देखिन्छ कि देखिँदैन क्यामेरामा तर कुहिरो लागिसकेको माथि उपर बोलेरोहरू स्कर्पियोहरू जाँदैछ अब माथि माथि बजार चढ्दैछ के साह्रो राम्रो मौसम हो हैट चिसो ठाउँ यार कस्तो माथि माथि बादल उडिरहेछ बाहिर र यस्तो ठाउँमा गयो भने कमसेकम मोटो लुगा लगाएर हिँड्नु नि यार कस्तो नराम्रो भएर हिँड्छ नि जाडोले यस्तो काम्दैछ पुरै त्यस्तो भएको छ के साह्रो नराम्रो भने यार घरमा केही छैन जस्तै गर्छ बडी सो गर्दैछ ए जाडो छैन यो मुलाहरूलाई बडी सो गर्दैछ आमामा त्यो आमा बाख्रा आयो अरे दुईवटा यत्रो यत्रो सुनसरी खतम धनकुटा वेलकम टु धनकुटा 26 झल्कै वेलकम टु भेरेटार यो त भेरेटार हो होइन यहाँबाट 26 किलोमिटर चाहिँ धनकुटा रहेछ सरी रुकबी ए उनी यत्र घुम्दैन चल 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 जेबी ये बात थोड़ी वही बात है ना वही तो हम तो रखा ये तो धनकुट्टा जा वाला था धनकुट्टा हमरा हमरा की बताता हम लिए थोड़ी हाँ सर ले चल 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 सो हामी अलिक मिस्टेक आयौँ है मलाई थाहा छैन यिनीहरूले टाइममा भन्दैन फेरि कटिसके रोक 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 कटिसके भन्दै के गर्ने यस्तै हो यदन यदन यही त न अच्छा यस्तै हुन्छ नयाँ ठाउँ आएपछि अलमलाएर यहाँ यहाँ माथि छ नि त अनि यहाँदेखि भ्यू पोइन्ट अलिक राम्रो देखिन्छ सब आज मियाहरू मात्रै ठिसेको छ सब बिहारीहरू चाहिँ इन्डियन आम्मामा ओइ सो यहाँदेखि अब सिधै फोटो नहीं माथि यहाँ टिकट काट्ने ठाउँ
भिड के साह्रो जाडो छ यार रास्ता छोड़ेंगे मान्छे बराबर 500 रुपियाँ सो 4 जनाको 2000 यहाँ स्काई वाल के अरे भेरेटार स्काई वाल निकलना 4 जना दाजुभाइ सोझै सिँढी चढ्दा सास फुल्छ मलाई पुरै अँध्यारो छ के हेर्नु यहाँ यहाँबाट भ्यू अहिले चाहिँ अब केही हेर्न पाइएन किनकि यत्रो अँध्यारो छ बादल ए पुरै उडिरहेछ अहिले के हेर्न पार्नु आज केही हेर्न पाइँदैन अब भित्र जान यो के को लागि खुट्टाको लागि ए सो यो यहाँनिर यो युज गर्नुपर्छ जुत्तामा है खुट्टामा पक्नुलाई के छैन ए हुन्छ सुई यस्तो जुत्तामा लगाउनुपर्छ है फोहोर नहोस् भनेर भिडियो लियो फर्स्ट सोटियाको सिसा यस्तो छ आमामामा यो फुटो भने गयो है उत्तर चल रहा है हम कहाँ तोहर मन तुरुन्तै अहिले हेर्दा हेर्दै अँध्यारो भएछ पुरै अघि देखिरहेको पनि थियो अहिले केही देखिरहेको छ केही देखिरहेको छ हेर्दा हेर्दै भयो पुरै अँध्यारो अहिले हेर्दा हेर्दै अलिक मौसम सफा भएछ नि अलिकति मौसम सफा साला बिस यहाँको थुक्पा एकदम मिठो अब निस्किन लाग्यौँ हामी यहाँभित्र बजारमा पार्क पनि रहेछ एउटा दामी
अम्म, यस्तो कुहिरो लागेको रहेछ पुरै अन्ध्यार यो सो आजको दिन पनि हामीलाई याद रहन्छ दामी ए यहाँ के अरे भिआर गेमिङ पनि देखाउँछ होला है भिआर रोलर सो भेटारलाई छोड्दै हामी अब सिधा घर सो बाई बाई भेरेटार पुरै अँध्यारो छ बाटो चिसो पनि त्यस्तै हावा कत्रो कस्तो छिटो मौसम बद्लेछ क्या आउँदा चाहिँ कस्तो राम्रो मौसम होइन फर्किँदा चाहिँ कस्तो छिटो कुहिरो कत्रो छ सो हामी धरान आइपुग्यौँ यो धरानको मेन बस स्ट्यान्ड यो एकतर्फी बाटो हो नि त अनि भित्रै जाम हुँदो रहेछ भिडभाड निकै हुन्छ धरानमा त धरान पुरै इन्डियनै गाडी छ बडाले पुरै धरान इन्डियन गाडी मात्रै छ धेरैटा राजा धेरैभन्दा धेरै चाहिँ खासमा इन्डियाको मान्छे नै आउँदो रहेछ घुम्नलाई यता पुरा भिड थियो माथि पनि ठ्याक्कै यहाँदेखि कतिको डिफ्रेन्स छ भने नि धरान अलिक तातो तातो नै छ त्यहाँ धेरै त्यति चिसो छैन होइन मौसम पनि ठिकै छ त्यहाँदेखि धरानदेखि चाहिँ भेरेटार चाहिँ कति लगभग 15 किलोमिटर होला सायद समथिङ 15 किलोमिटर छ माथि कतिको डिफ्रेन्ट क्या यति नजिकमा चिसो न चिसो यहाँ हेर्नु यता अब तातो हुन थाल्यो चिसो हरायो ठाउँ कि ठाउँ कत्रो डिफ्रेन्ट यार त्यस्तो छ यही हो प्रकृति है हम तो रहा, हाँ? न दादा
एता से सबके लाइन है त केना जाते उ लाइन सीधा वही देना चल जेते अगर उ ना जेते त ना खुल गेले हाँ कहाँ उल्टो छिराउँछ यत्रो बुढो भइसकेर बुद्धि छैन हाँ ठाउँ कि ठाउँ ए इटहरीको बाटोबाट नि अगाडि भिर मुस्लिम मात्र छ मुस्लिम बाहेक अरू केही छैन यहाँ ओदन होइन जम्प कर